हेलो एभ्रिवान। आज हामी फङ्सनको स्टार्टबाट सुरु गर्न खोज्दैछौँ। फङ्सन भनेको के हो र फङ्सनलाई हामीले चाहिँ कसरी बुझ्ने अनि यसका पछाडिका रहस्यहरू के छन् यी सबै जान्ने प्रयास गर्छौँ। र आजको टपिक चाहिँ हामी म्याथमेटिक्सलाई इन्ट्रोड्युस गर्नुभन्दा पनि फङ्सनलाई इन्ट्रोड्युस गर्नुभन्दा पनि आज हामी चाहिँ फङ्सन के हो र कस्तो बेलामा फङ्सन हुन्छ कस्तो बेलामा फङ्सन हुँदैन भन्ने कुरो जुन चाहिँ विद्यार्थी एकदमै धेरै झुकिने गर्छन् हो त्यसलाई कभर गर्न खोजिरहेको छु। आजको हाम्रो टपिक छ फङ्सन। यो फङ्सनलाई चाहिँ मैले जेनरली के भन्छु भन्दाखेरि यो फङ्सन भन्नु भने अब कहाँ म्याथको के टर्म आयो भन्छन्। मलाई चाहिँ यो फङ्सनलाई परेवा र परेवाको घर भनेर सुरु गर्न मन लाग्छ। यसलाई मैले हजुरहरूलाई कहानीमा बिस्तारै जोड्दै गर्छु। परेवा र परेवाको घर। यो कुरो परेवा र परेवाको घर हामी यदि छर्लङ्ग भयौँ कुरो बुझ्यौँ भने त्यस पछाडि हजुरहरूलाई कुनै दिन काहीँ फङ्सनमा चाहिँ समस्या आउँदैन। फङ्सन हो कि होइन चिन्न नसक्ने अथवा 1 to 1 हो कि होइन अथवा 1 to हो कि होइन ला के हो कसो हो मैले बुझिनँ भन्नुपर्ने कुनै सिचुएसन नै आउँदैन। हामी पहिला सुरु चाहिँ यसलाई 1 to 1 1 to फङ्सन के हो त भन्ने कुरो कथाबाट बुझ्ने प्रयास गर्छौँ। ल कथा सुरु गर्नुभन्दा अगाडि तपाईँहरू कोही बसन्तपुर जानुभएको छ? गछ सर। अरे सर जानु भएको छैन? एकदम बसन्तपुरमा त्यहाँनिर एउटा एकदमै रमाइलो कुरो छ। के छ? यति परेवाहरूलाई हामीले चारो हाल्ने होइन, त्यसपछि परेवाहरू फुर्र उड्दा त्यो हेर्दा बहुत रमाइलो लाग्छ। त्यो परेवाहरू फुर्र त्यसै त उड्दैनन्। उड्दैन भने अब मान्छेको केही डर होला अथवा उनीहरूको त्यो वासस्थान त्यही छ। अब मान्छेको भिडभाड देखेर अब त्यहाँ जाँदाखेरि उनीहरू ठाउँ जाँदाखेरि उसलाई डिस्टर्ब भएर हुन सक्छ होइन नि। एउटा कुरो विचार गर्न तपाईँलाई चाहिँ अब त्यो परेवा भुर्र उडाएर चाहिँ यस्तो पोज दिएर फोटो खिचेर चाहिँ भरे फेसबुक हाल्ने भन्ने लोभ त अलिअलि लाग्छ। अनि त्यस्तो लोभ त सबैलाई लाग्छ, मलाई पनि लाग्यो होला। तर मलाई चाहिँ फोटो खिच्नु भन्दा पनि त्यहाँ गएर तिनीहरूको बिचमा गएर चाहिँ आफै उडाउनु जस्तो लाग्छ। मलाई त फोटो खिच्न मन लाग्छ सर। मस्त चरा उडाएर पछाडि ब्याकग्राउन्डमा चाहिँ परेवा ब्याकग्राउन्डमा आयो भने यस्तो पोज दियो भरे त फेसबुकमा हाल्दाखेरि त ओहो लाइक कमेन्ट सब्सक्राइब अनि उनको त्यो लभ रियाक्ट आउँदाखेरि त आगो हुन्छ। लभ र केयर रियाक्ट पनि आउँदाखेरि त अब हामीले के सोच्यौँ अरे भने यो परेवाको जिन्दगीको बारेमा हामीले अध्ययन गर्न खोज्यौँ अरे। यो परेवा चाहिँ उडेर कहाँ जान्छ होला त भनेर यसो विचार गऱ्यौँ अरे। अनि अब कहानी नै हो कतै हो हामीले सुरु गऱ्यौँ अरे। यी परेवाहरू चाहिँ उडेर आफ्नो घरमा जान्छन्। हामीसँग परेवा छन्, परेवाहरू चाहिँ घरमा जान्छन्। अब घरमा जाँदै गर्दाखेरि के ख्याल गर्नु पर्यो भने मैले त्यहाँनिर भएको सब चरालाई उडाइदिएँ अरे। एउटै पनि चरा त्यहाँनिर चाहिँ भुइँमा छैन अरे, सब चरा उडे अरे। यो एकदमै धेरै इम्पोर्टेन्ट छ, त्यही भएर मैले यहाँनिर लेखेँ सबै परेवा उडे। सबै परेवा उडे भने उनीहरू कहाँ जानु पर्यो त? आफ्नो घरमा जानु पर्यो। अब आफ्नो घरमा जाँदाखेरि उनीहरू आफ्नो घरमा गएर चाहिँ कति तरिकाले बस्न सक्छन् त भनेर हामीले विचार गर्यौँ। बस्ने नि तरिका हुन्छ सर। कथा न हो बनाइदिउँ न, सम्झिन सजिलो हुन्छ नि हामीलाई। अब उनीहरू आफ्नो घरमा गएर बस्नुपर्ने छ अरे। अब मैले सबै चरा उडाएँ। अब सबै चरा उडाउँदै गर्दाखेरि त्यहाँनिर एउटा कुरा चाहिँ हुनै सक्दैन। के हुन सक्दैन त? जादु हुन सक्दैन। जादु भनेको के त? एउटै परेवा चाहिँ एउटा चरेवा दुई ठाउँमा त बस्न सक्दैन। बस्यो भने त के हुन्छ? जादु हुन्छ। जादु हुन्छ भनेपछि जादु चाहिँ हुनु भएन। अर्को कुरो चाहिँ मैले त्यो परेवा उडाउँदै गर्दाखेरि चाहिँ एउटा पनि परेवा कुल्चेर चाहिँ मारेको छुइनँ है। फेरि म त्यति पापी पनि त छैन। मैले के पनि गरिनँ, कुल्चेर मारेको पनि छैन। परेवा सब उडेका छन्, आफ्नो घरमा गएर बसेका छन् र एउटा परेवा चाहिँ दुईटा घरमा बस्नै सक्दैन, जादु पनि हुने कुरो भएन। अब त्यसो भए तिनीहरू घरमा गएर बस्यो भने कति तरिकाले बस्न सक्छन् त भनेर यसो विचार गरेँ। अब कोही कोही त हाम्रो एसएसआर जस्तो सिङ्गल पनि होला नि त, दुखी आत्मा एक्लै गएर आफ्नो घरमा एक्लै गएर बस्नु पर्यो। अब अर्को चाहिँ क्युट कपाल खालका पनि होला। क्युट कपाल भनेको चाहिँ दुईजना जोडी भएका अब क्युट कपाल गरेर तपाईँको घरमा बसे। आरएस सर। आरएस सरको त अर्कै छ, म अर्को दिइहाल्छु नि। त्यस पछाडि अब अर्को चाहिँ कति तरिकाले बस्न, अर्को के तरिकाले बस्न सक्छ त? आरएस सर जस्तो नट क्युट कपाल परिवार भएको मान्छे तिनजना भएपछि कहाँ क्युट भन्न मिल्यो त? क्युट त मिलेन नि त। अनि अर्को चाहिँ के हुन सक्छ भन्दाखेरि त्यहाँनिर घर खाली हुन सक्छ, परिवारको घर।
भनेको हन्टेड हाउस हुन सक्छ। अब परेवामा पनि कहानी सुनाइदियो होला कुनै परेवाले, ओहो राति 12 बजे त के गर्छ त यो घरमा, पर्साउँछ। अब राति 12 बजे पर्साउँछ भने त त्यो घरमा गएर बस्ने कुरो भयो त। अब हन्टेड फिल्म हेर्दै डर लाग्छ हामीलाई, अनि अब त्यो परेवा पनि त डरायो होला, त्यहाँनिर चाहिँ कोही पनि बस्दैन। अब यसलाई मैले समग्र रूपमा चाहिँ यहाँनिर बुझाउनुको हेर्नु पर्दाखेरि हेर्नुहोस् है, के भयो त भन्दाखेरि परेवाहरू थिए। परेवाहरू थिए अरे। अब यी परेवाहरू कहाँनिर गएर बस्छन् त? आफ्नो घरमा गएर बस्छन्। घरमा बस्दै गर्दाखेरि कति तरिकाले भने त हामीले अब एउटा चाहिँ एसएसआर जस्तो सिंगल सिंगल, अब अर्को चाहिँ क्युट कपल, दुईजना के भयो त एउटै घरमा गएर बसे। अर्को चाहिँ के भयो त नट क्युट कपल, हो एउटा परेवा पो पुगेन है, थपिदिनु परेवा ल 250 जस्तो कपल चाहिँ हो तर नट क्युट कपल, फ्यामिली भइसकेको मान्छे यसरी तरिकाले बस्न सके। र यतापट्टि घर पनि के पनि हुन सक्यो त, खाली पनि हन्टेड हाउसहरू पनि हुन सक्यो जहाँनिर चाहिँ अब कोही पनि गएर बस्दैन। हो यो नै त फङ्सन हो। कसरी सर यो फङ्सन? यो फङ्सन कसरी अब हेरौँ है त। जस्तै सबै परेवा उडे कि उडेनन्? सबै परेवा उडेर के गरे त एउटा एउटा घरमा कतै न कतै गएर बसेका छन्। अब मैले एउटा परेवालाई दुई ठाउँमा राखेको छु त कतै छैन, भनेको एउटाको म्याप कतै दुई ठाउँ आएको छ त छैन, भनेपछि जादु पनि भएको छैन। सबै परेवा नै उडेका छन्, मैले कुनै परेवालाई उडाउन बाँकी रहेको छैन, यहीँनिर छुटेका कुनै परेवा पनि छैन। यदि यसरी हामीले के भन्यौँ त, एभ्री अब्जेक्टको चाहिँ हरेक अब्जेक्टको चाहिँ एउटा युनिक म्याप आउँछ भने र इच एन्ड एभ्री अब्जेक्टमा आउनु पर्यो र एउटै अब्जेक्टको फेरि दुईटा इमेज पनि हुनु भएन भने यसैलाई हामी के भन्छौँ युनिक एलिमेन्ट अफ सेट ए सेट बी, पछि जोड्छौँ हामी त्यसलाई, भनेपछि यो नै के भयो त फङ्सन भयो। अब हामीले फङ्सन हुन्छ हुँदैन भन्नलाई पहिला फेरि हामीले दुईटा प्रश्न सोध्नु पर्यो। एउटा जादु हुँदैछ छैन, जादु भएको छैन। दोस्रो हरेक परेवा उडे भने के भयो त यो फङ्सन भयो। अब त्यस पछाडि कुरो गरौँ 1 to 1 फङ्सनको। नामै 1 to 1 आरएसआर जस्तो, सरी एसएसआर जस्तो 1 to 1 सिंगल सिंगल। यदि अब हरेक परेवाहरू एउटा परेवा एउटा घरमा गएर बस्छ, अर्को परेवा अर्को घरमा गएर बस्छ, आफ्नो एउटा एउटा सिंगल सिंगल घरमा बस्छ भने त्यो चाहिँ के भयो त 1 to 1। नामैले त 1 to 1 भनिरहेको छ भने चाहिँ 1 to 1 भनेको सिंगलहरूको कलेक्सन अथवा दुखी आत्माहरूको कलेक्सन भयो भने त्यसलाई के भन्यो हामीले 1 to 1 भन्यो। अब अनटु भनेको चाहिँ कस्तो त भन्दाखेरि चाहिँ यदि घर खाली छैन भने, हन्टेड हाउसहरू भेटिएन भने हो यसलाई चाहिँ हामीले के भन्यो अनटु भन्यो। कुरो बुझ्दैछौँ कि छैन? ल त्यसो भए मैले एउटा चाहिँ फिगर बनाएर हजुरहरूलाई सोधेँ है त, यो 1 to 1 हुन्छ कि हुँदैन, अनटु हुन्छ कि हुँदैन र फङ्सन हो कि होइन भनेर। पहिला सुरु मैले पहिलो क्वेसन सोधेँ, यो फङ्सन हो कि होइन? होइन, जादु बहा दुई चाहिँ कसले जादु देखाउँदैछ? दुईले जादु देखायो भने यो के होइन? फङ्सन होइन, फङ्सन हुँदै होइन। किन भन्दाखेरि जादु भइसक्यो। अब यसमा मैले ल यसले दुईले पो जादु देखाए त भनेर जादु हटाइदिएँ, अनि यतापट्टिको यसको यो घर पनि हटाइदिएँ, यसको म्याप पनि हटाइदिएँ। अब सोधेँ मैले यो फङ्सन हो कि होइन भनेर सोधेँ। होइन, 5 नम्बरको परेवा उडेकै छैन। हो सबै परेवा उड्नु पर्ने त हाम्रो कम्पलसरी थियो, को उडेन त? 5 नम्बरको त उडेन, त्यसो भए यो के होइन त फङ्सन होइन। अब यसलाई मैले फङ्सन बनाउनलाई के गर्न सकेँ त भन्दाखेरि 5 लाई चाहिँ यहाँनिर लगेर राखिदिने। अब मैले सोध्नुपर्ने क्वेसन त्यही हो, घर खाली छ त? यसरी हरेक परेवा उडे उडे, कुनैले जादु देखायो छैन भने अब यो के भयो त फङ्सन भयो। के कुरो ख्याल गर्नु पर्यो भने फङ्सन हुनको लागि यतापट्टि घर खाली भएर केही फरक पर्दैन, तर हरेक परेवा उड्नु पर्यो र यसले के देखाउनु भएन? जादु देखाउनु। अब के भयो? फङ्सन भयो। अब 1 to 1 को केस हेरौँ, यो 1 to 1 हो होइन? किन होइन? किनकि एउटै दुईटा इमेजको क्युट कपल भेटिसक्यो नि त यहाँ, क्युट कपल भेटे यस्तो यो कहाँ हो के हुँदैन?
1 1 फङ्सन हुँदैन क्युट कपाल भेटिसक्यो सिंगल सिंगल भेट्नु पर्यो एसएसआर जस्तो एसएसआरले भेटिहाल्नु छिटो छिटो क्युट कपाल भेटियो Cute 4 couple. 1 र 2 1 र 2 को ए छ 4 र 5 को पनि डी छ भनेपछि क्युट कपाल भेटियो अब एउटा मात्रै क्युट कपाल भेट्यो भने 1 to 1 होइन अब हो भन्नको लागि चाहिँ सास्तै 1 to 1 हो भन्नको लागि चाहिँ हरेकले के गर्नु पर्यो सिंगल सिंगल देख्नु पर्यो तर एउटामा मात्रै भेटिएन भने के भइदियो त 1 to 1 भएन भनेपछि भएन भन्नलाई चाहिँ के हुने रहेछ त एक्जाम्पल दिए पुग्ने रहेछ छैन भनेर अब कहिलेकाहीँ त सानामा गल्ती गरियो होला जस्तै एक दिन मैले के गरेको थिएँ त स्कुलमा चाहिँ उपद्रव गरेँ होला कुनै दिन के गरेँ म गरिनँ उपद्रव गरेँ के गरेँ कलेज स्कुलबाट घर फोन आयो अब अहिलेसम्म पनि यो त फटा छ स्कुलमै यसो गरेको थियो भन्छ एकचोटि फटा भएपछि अब के भयो त जीवनभरलाई फटा भयो त्यस्तै एउटा चाहिँ उदाहरण भेट्यो भने के भएन त 1 to 1 भयो अब अन्टुको कुरो गरौँ अन्टु भनेको के अरे अघि के भनेको थिएँ मैले हन्टेड हाउस हुनु भएन हन्टेड हाउस हुनु भएन यहाँनिर बी नम्बरको घर के छ हन्टेड त्यसो भए यो के होइन त अनको होइन बी नम्बर हन्टेड छ बी नम्बर हन्टेड छ अब मैले के गरेँ भने चाहिँ यो अन्टु हुन्छ त बीमा नि कोही गएर बस्नु पर्यो बीमा पनि गएर कोही बस्नु पर्यो अब त्यसो भए मैले यो टुलाई लगेर यहाँनिर राखेँ भने यो अन्टु हुन्छ कि हुँदैन यहाँनिर क्वेसन आयो मेन क्वेसन हुन्न 2 नम्बर तले जादु देखाइसक्यो फङ्सनै भएन फङ्सन नै भएको छैन त फङ्सन पछाडि मात्रै 1 to 1 र अन्टुको कुरो गर्ने हो भनेपछि फङ्सन नै भएन भने यो के भएन त अन्टु भएन अन्टु त हुँदै भएन त्यसो मैले यसलाई हटाएर अब सोचेँ के चाहिँ गरेँ भने यो चाहिँ अन्टु हुन्छ त अब नयाँ क्युट कपाल ल्याउनु पर्यो नयाँ क्युट कपाल होइन नयाँ सिंगल एसएसआर बीलाई नै हटाइदिए नरहे कि बाँस नापछे कि बाँसुरी ल अब त्यो अन्टु भयो कि भएन त भयो किन अन्टु भयो त हन्टेड हाउस छैन कुनै पनि हन्टेड हाउस छैन घर सबै भरिएको छ भनेपछि के भयो त अन्टु भयो अन्टु भयो ल अरू केही छ यसमा क्वेसन नबुझेको केही कुरा छैन सर छर्लङ्ग हो नि अब अर्को दिन चाहिँ फेरि मैले यहाँ 1 to 1 अन्टु भन्दै गर्दाखेरि केही प्रब्लम आउँदैन लास्ट एकचोटि चेक गरौँ सर यो बाइजेक्टिभ भनेको चाहिँ के हो सर बाइजेक्टिभ अब यदि फङ्सन 1 to 1 पनि भयो अन्टु पनि भयो भने चाहिँ यस्तो फङ्सनलाई हामी के भन्छौँ त बाइजेक्टिभ भन्छौँ अब 1 to 1 लाई चाहिँ भन्दाखेरि इन्जेक्टिभ पनि भन्छ अनि फेरि अन्टु फङ्सनलाई चाहिँ सब्जेक्टिभ भन्छ त्यसलाई अब पछि हामी नेक्स्ट फर्दर क्लासहरूमा 1 to 1 र अन्टुका क्वेसन गर्दाखेरि त्यहाँनिर पनि डिस्कस गर्छौँ ल अरू केही छ क्वेसन केही छैन सर ल आई होप हजुरहरूले चाहिँ यो कन्सेप्ट बुझ्नुभयो होला र हाम्रो च्यानलको नाम छ लेट्स म्याथमेटिक्स यस्तै हामी भिडियोहरू अपलोड गरिरहनेछौँ र तपाईँहरूको केही प्रब्लम छ केही गुनासो छ भने हजुरहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ र कन्टेन्टलाई हामी म्याथमेटिक्सको कन्टेन्टहरू कुन लेभलको कति कुन कुन बनाउनु पर्ने हजुरहरूले त्यही अनुसारले भन्नु कमेन्ट गरे अनुसारले हामी त्यसलाई प्रेजेन्ट गर्नेछौँ थ्याङ्क यू साइनिङ अफ इट्स मी एमएन सर